नमस्कार। आज हामी नेपालका निजी विद्यालय यानि कि प्राइभेट स्कुलहरूको शुल्क सम्बन्धी नियमहरू के छन् त्यसको बारेमा कुरा गर्दैछौँ। हरेक वर्ष शिक्षा मन्त्रालयमा अभिभावकहरूबाट मनलाग्दी र चर्को शुल्क लिएको भनेर गुनासा पुग्छन् र यो शुल्कको विषयलाई लिएर अभिभावक र निजी स्कुलबीच जुन तनाव छ नि, यसबारे सरकारी निकायहरूलाई राम्रैसँग थाहा छ। त्यसो भए यो समस्याको मुख्य जड के हो त? हो, त्यही चर्को शुल्क। अभिभावकहरूको गुनासो नै यही हो। सरकारले पनि यो कुरालाई मानेको छ। शिक्षा मन्त्रालयले त एउटा विज्ञप्ति नै निकालेर भनेको छ कि 2083 को शैक्षिक सत्र सुरु हुनु अघि नै भर्ना खोलेर मोटो रकम असुलिरहेको प्रमाणसहित मन्त्रालयको ध्यानाकर्षण भएको छ। सोच्नुस् त, समय अघि नै शुल्क लिनु त सर्वोच्च अदालतको आदेशले पनि रोकेको कुरा हो। ल, ठिक छ। त्यसो भए यस्तो अवस्थामा सरकारी नियम चाहिँ के छ त? के भन्छ त सरकारी निर्देशिकाले? आउनुहोस् हेरौँ। यो निर्देशिकाको नाम हो संस्थागत निजी विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका 2072। अब यो आजभन्दा लगभग 10 वर्ष अघि नै बनेको हो। यसले निजी स्कुलहरूले कसरी शुल्क लिन पाउँछन् भनेर नियम बनाउँछ र यही निर्देशिका नै त्यो मुख्य डकुमेन्ट हो जसले के गर्न मिल्छ, के मिल्दैन भनेर प्रश्न पार्छ। मन्त्रालयले स्कुलहरूलाई कडाइका साथ यही मान्नु भनेर भनिरहेको छ। अब यो निर्देशिकाको एउटा एकदमै चाखलाग्दो कुरा के छ भने नि, यसले स्कुलहरूले कुन शीर्षकमा पैसा लिन पाउँछन् भनेर तोकिदिएको छ। मतलब जथाभावी शीर्षक राखेर पैसा उठाउन पाइँदैन। कानुनी रूपमा स्कुलहरूले यी 14वटा शीर्षकमा मात्रै शुल्क लिन पाउँछन्, जस्तै मासिक शिक्षण शुल्क, वार्षिक शुल्क, भर्ना शुल्क, धरौटी, परीक्षा शुल्क, कम्प्युटर अनि अरू जस्तै ट्रान्सफर सर्टिफिकेट, विशेष तालिम, होस्टेल, खाना, यातायात, शैक्षिक भ्रमण, अन्तर्विद्यालय प्रतियोगिता र शैक्षिक सामग्री। हो, यति मात्रै, अरू कुनै पनि शीर्षकमा लिन पाइँदैन। तर कुरा यति मात्रै छैन। यी शीर्षकहरूमा पनि कति पैसा लिने भन्ने कुराको एउटा सीमा तोकिएको छ। निर्देशिकाले यसलाई एकदमै प्रश्न पारेको छ। जस्तै हेर्नुस् न, भर्ना शुल्क लिन त्यो कक्षाको 1 महिनाको ट्युसन फी जति छ त्योभन्दा बढी लिन पाइँदैन। त्यस्तै वार्षिक शुल्क 2 महिनाको ट्युसन फी बराबर मात्रै लिन पाइन्छ। परीक्षा शुल्क 1 महिनाको ट्युसन फीको आधा, मतलब 50%, र शैक्षिक सामग्रीको लागि वर्षमा एक पटक 1 महिनाको ट्युसन फीको 10% मात्रै लिन पाउँछ। नियम एकदमै प्रष्ट छ। अनि यहाँ अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। त्यो के हो भने सबै शुल्क एकै ठाउँबाट स्वीकृत हुँदैन। जस्तो ट्युसन फी, भर्ना, वार्षिक र परीक्षा शुल्क जस्ता कुराहरू सम्बन्धित स्थानीय तह मतलब नगरपालिका वा गाउँपालिकाबाट स्वीकृत गराउनुपर्छ। तर होस्टेल, खाना र यातायात जस्ता सेवाहरूको शुल्क चाहिँ त्यो सेवा लिने अभिभावकहरूसँग बैठक बसेर उहाँहरूको सहमतिमा मात्रै पारित गर्नुपर्छ। ल, नियम त यस्तो छ, तर यदि स्कुलहरूले यो नियम मानेनन् भने, नियम तोडे भने चाहिँ के हुन्छ त? कस्तो कारबाही हुन्छ? आउनुहोस् त्यो पनि हेरौँ। निर्देशिकामा 2 चरणको कारबाहीको व्यवस्था छ। पहिलो पटक गल्ती गर्दा गल्ती कति ठूलो छ त्यो हेरेर 25,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ र यदि फेरि पनि त्यही गल्ती दोहोर्याए भने स्कुलको अनुमति नै खारेज हुन सक्छ। मतलब स्कुल नै बन्द हुन सक्छ। यो तोकिएको मापदण्डभन्दा बाहिर गएर लिएको कुनै पनि शुल्कलाई पूर्णतया गैर कानुनी मानिन्छ। मन्त्रालयले त प्रष्टै भनेको छ कि यस्तो गैर कानुनी शुल्क लिने स्कुलहरूले त्यो पैसा अभिभावकलाई फिर्ता गर्नुपर्छ। फिर्ता नगरेमा प्रचलित कानुन अनुसार कारबाही हुन्छ। शुल्कको कुरा त भयो। अब नियमले प्राइभेट स्कुलहरूलाई एउटा विशेष सामाजिक जिम्मेवारी पनि दिएको छ। त्यो हो छात्रवृत्तिको दायित्व। हो, प्राइभेट स्कुलहरूले आफ्ना कुल विद्यार्थी सङ्ख्याको एक निश्चित प्रतिशतलाई निशुल्क पढाउनु पर्छ, मतलब छात्रवृत्ति दिनुपर्छ। र यो प्रतिशत स्कुल कत्रो छ त्यसमा भर पर्छ। स्कुलमा जति धेरै विद्यार्थी त्यति नै धेरै छात्रवृत्ति दिनुपर्ने हुन्छ। उदाहरणका लागि, यदि कुनै स्कुलमा 800 भन्दा बढी विद्यार्थी छन् भने त्यहाँ कम्तीमा 15% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। अब सोच्नुहोस् त, ठूला स्कुलहरूको लागि यो भनेको धेरै ठूलो सङ्ख्यामा विद्यार्थीलाई निशुल्क पढाउनु पर्ने दायित्व हो। अब यी सबै कुराहरू थाहा पाएपछि एउटा कुरा त प्रष्ट हुन्छ नि, होइन र? निजी स्कुलको प्रणालीमा आफ्नो अधिकारबारे थाहा पाउनु नै सबैभन्दा पहिलो र महत्त्वपूर्ण कदम हो।